आज पुलमा यस्तो हल्लेको थियो नि झन्डै खोलामा झऱ्यो। हेलो एभ्रिवान, नमस्ते, वेलकम ब्याक टु न्यू व्लग। आज टक्कसँगले जाँदैछौँ हामी कहाँ, मधुमल्ला जङ्गल होइन। त्यो चाहिँ डार्लिङ खडा छ यहाँनिर। सो क्युट बनाएर झिकिसकेको छु यसलाई मैले। सो अब हामी चाहिँ टक्क लाग्ने चाहिँ दुईजना भाइहरू छ। अनि म आज चाहिँ यसो ड्रेसअप कट्टु र भेस्टमा गर्मीमा यार लास्ट जङ्गलको यसो चिज हावा खानु लाग्दिनु काटेको भयो भने त खोलातिर पौडी पनि खेला हुन्छ होइन। त्यस्तै छ। एकछिन पछाडिबाट भेट्नुपर्छ हामी ल। फाइनली स्टोक आइपुगिसकिएको छ होइन। भाइहरू त्यहाँबाट छ, गाडी टक्कसँग दुईजना भाइहरू त्यसमा आउँछ अनि हामी लाग्नेछौँ। भाइलाई खोज्दा खोज्दा हामी आइतबारे बजार आइपुगिसकिसक्यौँ यहाँ। त्यो दुईजना होइन टक्कसँग हेर्ने गरेको त्यो भाइ बल्ल बल्ल निस्कियो अब त निस्कियो ठक्कसँगले हाम्रो ओमन साम्बाङ। यो भाइलाई खोज्दा खोज्दा आज रात पर्न आँटिसकिसकेको होइन। मुजुक हाँस्दै आउँदैछ यो भाइ। अब चाहिँ हामी लाग्नेछौँ हाम्रो गन्तव्यतर्फतिर। सो धेरै लङ टाइम पछाडि भकमा आइगयो। के गर्नु, जिन्दगी यस्तो छ नि। लास्ट बिजेक छ। तिमी मुस्कुराउँदै अघि स्कुल त जानु छैन, अघि भेट्नै आउनुपर्छ। तिमी भाइ कहाँ हराएको तिमी भन र त्यसरी। मैले दराज खोलेर कि स्कुल लुगा त पुरा पटाएर मुनि राखिरहेको रहेछ। स्कुल होइन स्कुल छुट्टी छैन त हाम्रो, पटाएर मुनि राखिरहेको रहेछ। यो भाइलाई खोज्दा खोज्दा रात पर्न आँटिसक्यो यार भाइ। 1 बजीदेखि खोजेको यार 3 बजिसकिसक्यो। ल ठिकै हामी लाग्यो त। कहीँ पौडी खेल्न सक्छ होइन। मधुमल्ला जङ्गल आज चाहिँ हामी मधुमल्लाको जङ्गल जाँदैछौँ घुमघामको लागि। टक्कले यहाँ छ अझै भ्लगर। पारामा ओ माई गड बढी यहाँ बहिनीहरू एकदम राम्री हुनुहुन्छ रहेछ। जस्ट चिलिङ। ए बा हामी चाहिँ यहाँ कति यो हिरो एउटा म हिरो त्यहाँबाट जाँदै सक्नुहुन्छ र हाम्रो अझै भ्लगर दाइ चाहिँ यहाँ हुनुहुन्छ टक्कसँगले। बोलेको सुनेको छैन मधुमलाको लिक्विड साग फारा यता होइन। बुढी आज पुलमा यस्तो हल्लेको थियो नि झन्डै खोलामा झऱ्यो यार। लास्ट डेन्जर हल्लेको यार बब्बा। त्यस्तो चाहिँ फर्स्ट टाइम हो क्या झोलुङ्गे पुलमा गाडी कुदाउँदा हल्लेको भनेको। सो हामी चाहिँ आइपुग्यौँ खोडी होइन।
अब हल्का सल्का यसो पसिना गर्मी भइराखिएको छ हल्का एकछिन रेस्ट लिएर हामी कहाँ माथि जाने हो ऊ माथि मुख धुने हो पहिला त अनि त्यस पछाडि अहिले हामी टक्क हल्का भिडियो सिडियो हुन्छ त हाम्रो त यहाँनिर प्लान ठाउँको ठाउँ बन्नेको छ यार मधुमल्लाको भनेर आएको मधुमल्ला जङ्गलको भनेर त्यस पछाडि फेरि खुडी आइपुग्यो अब खुडीदेखि रमिदिएको हुनेवाला छ फेरि हाम्रो 200 को पेट्रोल हालिएको छ उडेको जहाँ रोक्यो त्यहाँ सक्यो हाम्रो त्यस पछाडि भगवान्ले दिएको 2टा खुट्टा छँदैछ चप्पल छँदैछ ट्याक्कसँगले लाग्ने हो हिँडी हाल्ने हो भोलि अनि आमालाई पैसा मागेर लिएर आउनु पर्यो नि त गाडी दोकान होइन अहिले त छैन नि हाम्रो ठाउँको ठाउँ प्लान भइरहेको छ ल अब हामी रमिलो जानेमा छौँ है सो सबैजनाले हेरिदिनु होला माया गरिदिनु होला हामी 3जनालाई हामी 3 भाइलाई सो अब यहाँ हामी पानी किन्न लगाएको यहाँ पानी भेटाइएको छैन अब हामी चाहिँ टक्कसँगले रमितोतर्फ जानेछौँ यहाँदेखि पानी सबै खाएर हो त बबल लुक्सहरू छ नि तर के गर्ने यार छेउमा जाँदाखेरि त फाँडी हुनेछ यो कुलमा यार झन्डै छिरियो खोलामा आजको दिन बलियो थिएछ सो त्यही हो कुरा अब यहाँदेखि हामी रमितोतर्फ लाग्नेछौँ यति नै हो हाम्रो खुडीको भ्यूहरू हेरिदिउँ चुलीपोखरी जाने बाटो यता हो माथि टक्कसँगले अब हामी रमितोसम्म जानेछौँ है त गाइस हामी चाहिँ अब खुडीदेखि रमितोतर्फ लाग्यौँ हाम्रो चाहिँ छिनछिनमा प्लान चेन्ज भएर बाटो भुलेर बल्ल राम्रो बाटो आयो होइन फाइनल्ली रमिते आइपुग्यो रमितेको उकालो गरी महिनामा चिज अब खानु गरी महिनामा साह्रै राम्रो ठाउँले गयो गरी महिनामा पनि एउटै घाम बाटो चाहिँ आधी बाटो साह्रै खराब
झर्नु आँटिसकेँ म चाहिँ। देखाउँछु एकछिन नजिक आएपछि देखाउँछु। बाटो चाहिँ ओपरै अप्ठ्यारो छ है गाइस, ओपरै अप्ठ्यारो। फाइनली गाइस आइपुग्यो फिस। बल्ल बल्ल अब राम्रो बल्ल राम्रो बाटो आयो होइन। बल्ल शान्ति भयो, शान्ति 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 शान्ति। गाइस बल्ल बल्ल शान्ति पायौँ हामीले चाहिँ। फाइनली गाइस टक्कसँगले होइन यहाँ अफरोड सकेर पिच आइएको छ। गाडीलाई हल्का रेस्ट दिनु पर्यो। यो खुडीदेखि नन स्टप आएको छ होइन। यतिको त रेस्ट हल्का त हान्नु पर्यो। छिइ नसक्नु छ साइलेन्सर पाए पर। बहुत खतरनाक हुआ रे गाडी। यस्तो अफरोड त कसम यार ट्रेक्टरले पनि त्यति धेरै उफार्दैन होला क्या। त्यस्तो मासाला यो सामान त झन्डै फुडाइदिएर मारिदिन्छ नि। ल हाम्रो चिसो हल्का चिसो लिएर बोकेर आएको थियौँ हामी। यो चिसो खाने क्रममा एकछिनबाट फेरि माथिको झर्नी डाँडा पुगेपछि भेट्नुपर्छ र माथि डाँडा पनि पुगेपछि भेट्नुपर्छ। घरबाट सोचिरहेको होला यो कट्टु र चप्पलमा गएको छ। कहाँ जान्छ यो? यहाँ चोक पुगेर आउँछ। हामी कहाँ आइपुग्यौँ? मोरङ झापा इलाम। हेट नसम्झिम यो। यता देखिसक्नुहुन्छ होइन। सो डार्लिङलाई पनि हल्का रेस्ट पार्किङ हामी भाइसँग भन्दै बसेको तलको नजारा भ्यूहरू देख्न सक्नुहुन्छ। के खान चाहनुहुन्छ भने यहाँ होटल पनि छ, दोकान। तपाईँहरू केही कुछ केही पनि लिएर आउनु पर्दैन तलदेखि, सबै यहाँ माथि मिल्छ। अब हामी यता माथिको यो परको डाँडा जानुपर्छ जस्तो लागिरहेछ। यो डाँडामा यो बिचको डाँडामा गयो हुन्छ जस्तो लागिरहेछ। हो होइन त्यहाँ पुगेपछि होइन भेट्नुपर्छ। फाइनली चिल्लो डाँडा टक्कसँग आइपुग्यो। टेन डाउनको कता हो यो? यो माथिको यो माथिको सर भ्यू अब यस्तो हेरिदिउँ न तलतिरको कालो भ्यूहरू।
राम्ररी देखिँदैन रहेछ यार यहाँ राखिदिरहेको छौँ हाम्रो पार्किङ कस्तो बनाउने के टिकटक बनाउने अब हामी टिकटक बनाउनु गइरहेको छौँ हजुर टिकटक मात्र यहाँ कस्तो चिनिँदै नचिनिने सो फाइनली हामी चाहिँ रमिते समिते डाँडा छाडा पुगेर कुन डाँडा पल्लोपट्टि पनि पुगेर हामी झरिसक्यौँ यहाँनिर हल्का सड हान्ने मौका पाएर चौतारामा बसेको हामी त्यता माथिबाट झर्दै गरेको अब हामी घरतर्फ लाग्नेछौँ सो यति भन्दै आजको भ्लग चाहिँ यहीँ इन्ड गर्न चाहेँ मैले सो नेक्स्ट भ्लग नेक्स्ट डे नेक्स्ट भ्लग आउने छ अर्को भ्लग होइन तपाईँहरू पर्खिनु होला यति भन्दै बाई बाई